कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारं सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि। शिवपुरी धाम आहा कति राम्रो ठाउँ, शिवपुरी धाम आहा कति राम्रो ठाउँ, शिवपुरी धाम आहा कति राम्रो ठाउँ, शिवपुरी धाम आहा कति राम्रो ठाउँ। मनकामना पुरा हुन्छ दर्शन गर्न जाऊ, मनकामना पुरा हुन्छ दर्शन गर्न जाऊ, मनकामना पुरा हुन्छ दर्शन गर्न जाऊ, मनकामना पुरा हुन्छ दर्शन गर्न जाऊ। शिवपुरी धाम को भोले बाबा को देवभूमि नेपालको कैलाली जिल्ला, देवभूमि नेपालको कैलाली जिल्ला, देवभूमि नेपालको कैलाली जिल्ला, देवभूमि नेपालको कैलाली जिल्ला, धनगढी नगर भित्र शिवपुर किल्ला, 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 शिवपुरी धाम आहा कति राम्रो ठाउँ, शिवपुरी धाम आहा कति राम्रो ठाउँ। मनकामना पुरा हुन्छ दर्शन गर्न जाऊ, मनकामना पुरा हुन्छ दर्शन गर्न जाऊ, मनकामना पुरा हुन्छ दर्शन गर्न जाऊ, मनकामना पुरा हुन्छ दर्शन गर्न जाऊ। शिवपुरी धाम को काली र कर्णाली बीच हिमवत खण्ड, 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 108 गौमुखी धारा बगेका खण्ड, 108 गौमुखी धारा बगेका खण्ड, 108 गौमुखी धारा बगेका खण्ड, 108 गौमुखी धारा बगेका
शिवपुरी धाम आहा कति राम्रो ठाउँ शिवपुरी धाम आहा कति राम्रो ठाउँ मनकामना पुरा हुन्छ दर्शन गरिन जाऊ मनकामना पुरा हुन्छ दर्शन गरिन जाऊ शिवपुरी धाम को जय भोले बाबा को जय तुलसी गौमुखी धारा नेपाल आमा दर्शन 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 शिवपुरी धाम पायौँ भक्त भजन गर्छन् 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 शिवपुरी धाम आहा कति राम्रो ठाउँ शिवपुरी धाम आहा कति राम्रो ठाउँ मनकामना पुरा हुन्छ दर्शन गरिन जाऊ मनकामना पुरा हुन्छ दर्शन गरिन जाऊ हर हर महादेव शिवपुरी धाम को लोकानन्द स्वामीजीको सदीक्षाले आज लोकानन्द स्वामीज्यूको सदीक्षाले आज लोकानन्द स्वामीजीको सदीक्षाले आज लोकानन्द स्वामीज्यूको सदीक्षाले आज स्वर्ग जस्तै संसारकै दर्शनीय भाछ स्वर्ग जस्तै संसारकै दर्शनीय भाछ स्वर्ग जस्तै संसारकै दर्शनीय भाछ स्वर्ग जस्तै संसारको दर्शनीय भाछ शिवपुरी धाम आहा कति राम्रो ठाउँ शिवपुरी धाम आहा कति राम्रो ठाउँ मनकामना पुरा हुन्छ दर्शन गरिन जाऊ 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 मनकामना पुरा हुन्छ दर्शनलाई जाऊ प्रेमले भनौँ शिवपुरी धामको जय